सदरमुकाम जाउँ भन्न गएकी थिएँ, ग्यास्ट्रिकले हो कि केले हो। मित बाबुजी के भयो? खोइ त मितामा घर पुऱ्याइदिएर आइ के रे? किन? भैँसी किन्दा पाडो उपहार रहेछ। मलाई पहिले नै थाहा थियो मित बाबुजी, उमेर ढल्किएपछि मोहब्बत गर्दा यस्तै नै हुन्छ। तपाईको यो मोहब्बत गर्ने उमर होइन, प्यार गर्ने उमर त मेरो हो बाबुजी। मैले तपाईहरूको लागि ज्वाइँ खोजिसकेकी छु, मेरो मुन्ना। को मुन्ना? म एक दिन समय आएपछि तपाईहरूको हुनेवाला ज्वाइँ मुन्नालाई भेटाउँछु। को रहेछ त्यो मुन्ना ज्वाइँ? पछि होइन अहिले बोला, म भेट्छु। हेलो हेलो मुन्ना, तपाईलाई मित बुवाले भेट्न खोज्नु भएको छ। मित बुवा? को मित बुवा? मेरो मित बुवा नि, 5 मिनट भित्र आइहाल्नुस् है। ओके मुन्नी। पहिलो चोटि भेट हुँदैछ छोरी हुनेवाला ज्वाइँ राजासँग। म त एकदमै एक्साइटेड छु। कस्तो होला ज्वाइँ? मित बाबुजी, उहाँ नै हो मेरो मुन्ना। यो बुङ्गो पो हो मुन्ना। धतुरे सुड्डो पो। यो बुङ्गोसँग त मेरो पुरानै हिसाब किताब बाँकी छ छोरी। कम सताको छैन यसले मुलाई। यसैले गर्दा त हो नि म बसाइ हिँडेको। यो हानिकारक कीटनाशक औषधि हो छोरी। त बुङ्गालाई त म झट्टीले हान्न पक्लक्कै पारिन। पहिला मेरा घर तो बुङ्गो। मर्निङ वाक हो के म चाहिँ? गर्छस् मर्निङ वाक? बिहान बिहान कुदेको छ, आवारा भएर हिँडेको छ। अबदेखि बिहान बिहान 1 घन्टा मसँग योगा गर्ने। खुरुक्क आइज त यहाँ योगा गर्न। सुरु गरिहाल्ने र म चाहिँ। खुरुक्क आइज भनेको सुन्दैनस्? अरूले भनेको थियो भने त बालै दिन्न थिए। अब आफ्नै मैचाङले भनेपछि त गर्ने हो। ल सुन, दिनमा 1 घन्टा मान्छेले आफ्नो शरीरको लागि समय छुट्याउनु पर्छ। नियमित रूपमा योगा गर्यो भने केही पनि रोग लाग्दैन। त्यस्तो गर। सास तान अनि बाहिर फाल। राइट नाक बन्द गर्ने, लेफ्ट नाकले सास लिने। लेफ्ट नाक बन्द गर्ने, राइट नाकले सास फाल्ने। ल अब यो भयो। अब मेडिटेसन गर्ने। म मोबाइलमा मेडिटेसन म्युजिक बजाउँछु। 40 मिनट सब बिर्सेर सुत्ने। माइन्ड फ्रेस हुन्छ है। ल सुन। ल सुन, आफूलाई जन्म दिने आमा बाउ भगवानलाई सम्झिने अनि मेडिटेसन म्युजिकमा ध्यान दिने। 40 मिनट यता उति केही पनि होइन। ल सुरु गर। जिग्री, नजिकको आमा बुवा भगवानलाई सम्झिरहेछौ नि?
म दुर्गा मातालाई सम्झिरहेको छु मैचेङ। ल गुड, अब 40 मिनट चुपचाप। मुन्ना, चौतारोमा सुतेर के गर्नुभएको? दिदीले योगा र मेडिटेसन गराइरहेको हो के। 40 मिनटलाई मेडिटेसन भनेर सुताइरहेको छिन्थे। 40 मिनट भनेपछि त मेरो घर जाऊ न त। अनि मितबा सुड्डो? मित बाबुजी कामले गाउँतिर जानुभएको छ, जाऊ हिँड्नुहोस्। मुन्ना, योगा मेडिटेसन मात्रै गरेर पुग्छ र? डाइट पनि त पेल्नु पर्यो। म हजुरलाई अमलेट बनाएर ल्याउँछु, हस्? हस्। एउटी गर्लफ्रेन्ड योगा मेडिटेसन गराउने, अर्की गर्लफ्रेन्ड डाइट पेल्ने। दुईटा गर्लफ्रेन्ड हुनुको फाइदा यही हो नि, सकिगयो नि। त्यहाँ गोठमा छ बोको समर भाइ। म चाहिँ हेर्न सक्दिन, गएर खसी पारिदिइहाल्नु। यतै आराम गरेर बस्छु। दाइ, यस्ता बोका चाहिँ खसी पार्ने गरेको छैन मैले। होइन, के भन्नुहुन्छ तपाईँ? बोको खसी पार्ने त पेसाली हो नि तपाईँको। मेरो बोको चाहिँ किन खसी नपार्ली? तपाईँको बोका तपाईँ आफै खसी पार्नुहोस्। यो जखमले बोको पो। खासमा खसी पार्नु पर्ने चाहिँ यही बुङ्गोलाई हो। खोइ साँचो ल्याऊ, म आफै खसी पार्छु। यता बस, म खसी पार्छु तँलाई। बोको भाग्यो समाज छोरी। अब आँखा नखोली उठ त। ल अब हात रगड अनि मुखमा सेक, एनर्जी आउँछ। रिल्याक्स भयो नि होइन? म त लास्ट निदाएछु नि मैचेङ। मजा आयो। के भएको अनुहार यस्तो? अब यो त मेडिटेसनले होला क्या मैचेङ, चम्केको। चम्किन्छ खुबै, अनुहारभरि कालो मोसो छ।
यो चाहिँ मेरो मेडिटेसनले भित्रैदेखि कालो निकालेको क्या मैचेङ। भित्र चाहिँ मेरो हाँडी मोसे नै भइसक्यो रहेछ के। मेडिटेसन पछि रनिङ भन्ने चाहिँ मलाई पहिले थाहा छ मैचेङ। म चाहिँ कुदिहालेँ। हरार भएछ फटा, भागेर इन्डिया गयो। मेरो इज्जत माटोमा मिलाइ छैन तैँले। ग्यास्ट्रिक हो दाई। हुन्छ हुन्छ ग्यास्ट्रिक। चिउरीको चिल्लो पात सिरानी लाउन दे बहिनीको दाहिने हात। हनै कथु चन्द्रमुखी त वाको पो गर्दैछिन् त। के त भन्दाखेरि आखिरमा हो नि त, यति चाँडै कुरो के हो? अब ग्यास्ट्रिकले सताएपछि वाक वाक नगरेर के गर्दै हुन्थ्यो जस्तो लाग्छ है तँलाई? अनि ज्वाइँ साहब चाहिँ खै त? ज्वाइँ भित्र सुतिरहेछन्, मस्त निदाइरहेछन्। ज्वाइँ त चिर निन्द्रामै हुनुहुँदो रहेछ नि, निन्द्रामा हिँड्ने बानी रहेछ। एकपल्ट जचाएको राम्रो। किचकले हँसायो। यो ज्यामा दुध बिना काममा किन आयो यहाँ? तनाव दिन्छ। सबैभन्दा राम्रो घर पत्ता नै गराइदिन्छु। अनि तपाईँ पनि किन त्यस्तो गर्दै हिँड्नु भएको छ? त सानै थिइस्, तेरो सम्पूर्ण जिम्मेवारी मलाई सुम्पेर तेरी आमाले प्राण त्यागेकी थिइन्। मेरो उमेर छँदा कति केटाहरू मलाई माग्न आए। तँ ठुरी नहुन्जेल बिहे गर्दिन भनेर बसे। अहिले उमेर ढल्केपछि कसैले बिहे गर्न मान्दैनन्। सबै स्वार्थ मात्र लुट्न आउँछन्। सितेबाले पनि बिहे गर्छु भनेर घुमाउन लिएर हिँडे। स्वार्थ लुटेपछि उनी पनि तर्केर हिँडे। एक्लै यो पुरै जिन्दगी बिताउन साह्रै गाह्रो हुँदो रहेछ। त्यही भएर यो समाजका हरेक पुरुषहरूको सहारा खोज्न थाले। एउटी महिलालाई चरित्रहीन भनेर दाग लगाउने यो समाज, जुन पुरुषको कारण महिला चरित्रहीन हुन्छ त्यो पुरुषलाई कहिल्यै दाग लगाउँदैन। ऊ सधैँ समाजमा सम्मानित भएर हिँड्छ। मैले गर्भपतन गरेको कुरा म दाजुलाई पनि भन्न सक्दिनँ। एकदमै ब्लिडिङ भएर कमजोर भइरहेको छु। औषधि किन्ने पैसा पनि छैन। म त यत्तिकै मर्छु होला। बेरोजगारी सङ्घका अध्यक्ष के नापिरह्यो? चुप लाग आपे। आफ्नो त राशिफल नहेरी दिन सुरु गर्ने बानी छैन, त्यही भएर राशिफल चाहिँ गरिरहने। मेरो चाहिँ वृष राशि हो कि साङ्लो बरु? आजको दिन मेरो कस्तो रहेछ हेरिदिनु त। राम्रो भए त्यही अनुसारले अगाडि बढ्नु पर्यो, नभए घर गएर छपक्क सुत्दिनु पर्यो। तेरो वृष राशि हो? वृष राशि लामो समयदेखि रोकिएर बसेका अधुरा कामहरू पुरा हुनेछन्। प्रेममा सफलता मिल्नेछ पो भन त तेरो त। ए आमा हो, प्रेममा सफलता पो?
त्यसो भए आज एक चानस मुन्नीलाई प्रपोज हानिदिनु पर्यो। आपे अब आफ्नो पनि राशि त हेर्नु पर्यो नि त। तुला मिष्टान्न भोजन मिल्नेछ, दिनभर खानपिनमा व्यस्त भइनेछ। भनेपछि आज बाबुले घरमा सोलिडै पकाइराछन्। ल दरो खान पाइने भयो। मुन्नी 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 बलु यस मुन्नी, मलाई एउटा सानो सहयोग गर्नुहुन्छ? तिमी भन मात्रै न, तिम्रो लागि ज्यान हाजिर छ। मलाई 5,000 रुपियाँ चाहिएको थियो। यति समय धैर्य गर, म लिएर आइहाल्छु। कहाँबाट ल्याउने 5,000? कैसी भोगैसक ए बाउ, यो आज मेरो राशिफलमा एकदम मिष्टान्न भोजन भनेको छ। के छ त्यो अस्ति दसैँको खसीको खुट्टाको सुप बनाएर रेडी गरेर राखेँ होला होइन? कसिहाल्छ त म हात धोएर आइहाल्छु। ए खसीको खुट्टो कसिनु पर्यो तँलाई होइन? तँलाई पान किचक खाइ छैन सुप भैँसीको? राम्रै खाइयो नि, दरो खाने भनेर आएको। त्यत्रो मल बोकेर खेतामा पुर्याउनु छ। त्यो सबै मल बोकेर खेतामा पुर्याउनुलाई खेताला खोजौँ भने 5,000 लाग्छ। त्यो सबै मल बोकेर खेतामा पुर्या, म तँलाई 5,000 दिउँला। यहाँभन्दा कति बोक्नु है बाउ मल? हातमा र मुखमा गरेर 2 डोको जति त बोकाइसक्यो त अहिले नै। यो अवस्थामा मल बोक्नु सकिँदैन। सरी। थुक्क थुक्क तिमीलाई ल भूपिका बाबु, म बोक्छु मल। आयो अर्को दसारी बोक्छस् तैँले? विद्या नष्ट बोक्छु। 5,000 दिनुहोस्, अहिलेदेखि काम सुरु गर्छु। ए है लु पहिले बोकिसक अनि 5,000 दिउँला। हस्। भले लु राम्रोसँग गर है, फटाफट गर। ए है होइन त पनि गरेर सगा न, अनि त चाँडो हुन्छ। मलाई पैसा आउने होइन, के खान गर, म त सक्दिनँ। खुपिका बाबु र
ए है मल बोकेर सक्यो। होइन है सकेकै त हो नि। ल मुन्नी वन्तुरको चाबी हराएर मात्रै ढिलो भएको, फेरि ठुलै सङ्घर्ष गरेर ल्याएको भनेर चाहिँ नसोच नि। अब 5-10 हजारको लागि त टिन्सिनै छैन नि, होइन साङ्लो बर? त्यही त, यो बलेलाई 2-4 हजारको लागि चाहिँ त्यस्तो मलको भारी, त्यही त त्यस्तो मलको भारी सारी बोक्नुपर्ने अवस्था छैन कि यसलाई। छैन। थ्याङ्क यू मेरो बलु। बाई। मुन्ना लिनुहोस् यो 5000। अर्जेन्ट छ भन्नुभएको होइन, फेरि पनि अर्जेन्ट पर्दा मलाई सम्झिँदा हुन्छ। मुन्नाको लागि त मुन्नीको ज्यानै हाजिर छ। थ्याङ्क यू मुन्नी, आई लभ यू। भले भैया, यो पालीको तिहारमा तपाईँले नै भाइटिका लगाइदिन्छु म, हस्? बले दाइ दिए नि त, जे होस् तेरो पनि राशिफल चाहिँ ट्याक्कै मिलो। प्रेममा सफलता मिल्छ भनेको थियो, यहाँभन्दा के सफलता मिल्छ? डेलकवाला भैया, तपाईँ चाहिँ कुत्ता तिहारमा आउनुहोस्, हस्? ल 5000। वन्तुरको चाबी नभेटेर मात्रै पैसा ल्याउन ढिला भयो, नभए त मिस्टर जेरीलाई 5-10 हजारको त समस्या छैन नि। मैचेङ फुपूको राम्रोसँग औषधि गर अनि तागतिलो खानेकुराहरू किनेर ल्याएर खुवाऊ। हस् चट्टु। यस्तो बेलामा चाहिँ छिछि र दुर भन्दा पनि माया र केयरको खाँचो हुन्छ। ज्वाइँ, तपाईँ त मेरो लागि भगवानै भएर निस्किनु भयो। अपोइ, ज्वाइँ नै दिएपछि त सकिगयो नि। बाबा, मैले यो आजको भेला किन राखेको भने अब यो गाउँमा बाटो घाटो सबै खाल्टाखुल्टी भएर बर्बाद भएको छ। गाउँको बाटो बनाउनलाई पनि हामीले सरकारको मुख ताकेर हुँदैन। त्यही भएर अब हामी सबै आफै मिलेर यो बाटोहरू मर्मत सम्मार गर्न पर्यो, सरसफाइ गर्न पर्यो। अब आफ्नो गाउँ आफै बनाऊ। ए है होइन, सबै काम हामीले गर्ने भए सरकारको चाहिँ के काम हो? के त भन्दाखेरि आखिरमा हो नि, त्यही काम गर्छ भनेर हामीले भोट हालेर जिताएर पठाएको हो कि होइन? लु म चाहिँ यो काममा राजी छैन। मेरा 2-2वटा लैना भैँसी छन्, घाँस काट्ने कोही छैन। यो बाँधको ताल यही हो, म चाहिँ हिँडे छोडे। ठिक भन्यो खुपीको बाउले, मेरो नि घर मकै फुट्नु छ के रे, लागे मु। भले हामी पनि यो बाटो घाटो बनाउनु भन्दा जसलो मोसनमा सोलमारी गरेर डबाका हान्नेतिर लागौँ कि क्या? सही कुरो साङ्लो बरु, सही कुरो। चल चिउरीको चिल्लो पात सिरानी लाउन देऊ, बहिनीको दाहिने हात आकाशै। ए होइ भने कथुरे काँडामा साबल बोकेर लमक कता? गीताङ्गेलाई मैले साबल बोकेर नहिँडिदिएर के बोकेर हिँड्दै हुन्थ्यो जस्तो लाग्छ। गाउँमा
सुरुङ मार्ग बनाउन, रेल ल्याउन, अध्ययन गर्नको लागि चाइनाबाट विशिष्ट पाहुना आउँदैछन्। अब उसको स्वागतको लागि हामीले बाटोघाटो मर्मत, सम्भार, सरसफाइ गर्न परेन? म चाहिँ यही गोबर खेलाएर बसिरह। भले जुन त्यो चाइनिज हाम्रो गाउँमा आउँदैछ नि, त्यो चाइनिजलाई चाहिँ तैँले र मैले जसलो मोसनमा पट्याएर लोत पैसा कमाउनु पर्छ, बुझिस्? तैँले र मैले अरे तैँले र मैले अरे मान्छेको यहाँ सिङ्गल प्लानिङ बनिसकेछ। त्यो चाइनिज बोरोलाई हात हालिएर गुन्जाउ सहरसम्म पुग्ने मेरो लक्ष्य छ। यति पैसा कमाउने हो, यति पैसा कमाउने हो। त्यो देखेर मुन्नीलाई डाबर आई लभ यु बोले भन्नुहोस् न। मलाई आँपे त्यो चाइनिजलाई पट्याउने तेरो सिङ्गल आइडिया चाहिँ के हो लु मलाई भन् त? गीत सङ्गीतद्वारा पटाउने हो। अब चाइनिज गीत सुन्ने हो। किन रोको भाइ? चाइनिज गीत सुनेको बरु यति रुवायो बुझ्न पनि सबै बुझे। तिनीहरूको त शब्द पनि कस्तो गहन हुँदो रहेछ। यतिको त म स्वर सम्राट नारायण गोपालको गीतमा पनि रोको थिइनँ। चाइनामा त बडो दुःख रहेछ नि साङ्लो बोरो। नि हाउमा हो आए नि। यो शब्दको भाव पनि गहिरो छ, मुटुमै हान्यो बोरो। तर बुझ्न चाहिँ बुझिन। 践踏香港法治，破坏香港社会秩序，损害香港的根本利益，是对法治底线的公然。我们对此予以强烈谴责。该发言人表示，中央政府坚决支持特别行政区有关机构依法追究暴力犯罪者的刑事责任，尽快恢复社会正常秩序，保障市民生活财产安全，维护香港法治稳定。भन त्यो कथुरोले चाइनिज लिएर आउँछु भन्थ्यो के त भन्दाखेरि आएर हो नि त, खोइ त अहिलेसम्म आइपुग्दैन त। आया No. 你请就追。你好吗，红爱？喵。非常过程आउँछ लिली, धन्यवाद। नेपाली पनि बोल्न आउँछ तपाईलाई? म नेपालीको छोरो भएर नेपाली नबोलेर के बोलौँ? ए यो जय बहादुर राईको छोरो कुलबहादुर राई हो। 4 वर्ष अगाडि कतार गएको थियो।
हामीले वास्तविक स्वागत र सम्मान उनीहरूलाई गर्नुपर्ने हो जसको पसिनाको कमाइले यो देशको अर्थतन्त्र धानेको छ। यिनीहरू विदेशबाट आउँदा चाहिँ एयरपोर्टदेखि नै एउटा अपराधी आए जस्तो व्यवहार गरी सबैले लुट्न खोज्छन्। त्यसैले साँचो सम्मान गर्नुपर्ने त उनीहरूलाई हो। अब तिमीहरूलाई यो बाटो मर्मत गरौँ भन्दा कोही पनि नटेर्ने, त्यही भएर मैले चाइनिज आउँदैछ भनेर यो नाटक गरेको। अब बाटो मर्मत पनि भयो, वास्तविक सम्मान पाउने मान्छेले सम्मान पनि पायो। चाइनिज भनेको त राइनिज पो रहेछ। शुभ दीपावलीको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। सूचना सूचना सूचना, गाउँमा जथाभावी पटक्का पड्काउने र ओसार पसार गरेमा कडा भन्दा कडा कारवाही गरिनेछ। 3 पिप्ले प्रहरी काभ्रे। लिसन, गाउँमा पड्काउन नपाउने भन्ने कुरो सुनियो, सही हो यो कुरो? हो, पाइँदैन। ए, अनि सुन्नु न साहब, मेरो चाहिँ यो हातको औँलाहरू पड्काइरहने बानी छ। सधैँ उता कटेजमा बसेर औँलाहरू पड्काइरहन्थे। अब अहिले यहाँ यो औँलो पड्काउँदाखेरि कपिराइट पो लाग्ने हो कि? यो हातको औँलो पड्काउन त पाइन्छ नि होइन साहब? कहाँको कपिराइट लाग्नु? आफ्नो हातको औँला जहाँ गएर पनि पड्काउन पाइन्छ। ए, म त पड्काउन पाइँदैन होला भनेर बिहानदेखि औँला नपड्काइ बसेको भने अब मजाले पड्काउने हो। एक कप फेरि लिसन, यो तरकारी पकाउँदा चाहिँ त्यो तेलमा जिरा, मेथी, खुर्सानी पड्काउन पाइन्छ कि पाइँदैन होला? पाइन्छ, मजाले पड्काउन पाइन्छ। तरकारी पकाउँदा जिरा मेथी पड्काउन नपाउने भन्ने पनि हुन्छ? ए, त्यसो भए त अब तरकारीमा मर मसला पड्काएर पकाइन्छ, होइन? कस्तो चाहिँ फटा छ भने यो अनावश्यक क्वेसन सोधेर समय मात्रै बर्बाद पार्छ। साहब, फेरि अर्को एउटा इम्पोर्टेन्ट कुरो लिसन गरिदिनु पर्ने भयो हजुरले। त्यो मेरो भतिजो छ नि जोइन्टे, त्यसले चाहिँ बेला बेलामा मेरो यो पारो ठोटाइरहन्छ। त्यसलाई चाहिँ मैले मारी बनाएर गाला पड्काउन पाउँछु कि पाउँदिनँ होला? पाउँछस् कि पाउँदैनस् भन्ने कुरा थाहा पाइस् होला नि? अब मजैले पाइँदो रहेछ नि साहब, थाहा भयो। हेत्तेरिका 3 घन्टी गइसक्यो, फोन उठाउँदैन त। हेलो, म नरनारायण पाण्डे शर्मा शास्त्री बोलेको नि। एउटा कुरो चाहिँ म अझै कन्फ्युजमै भएँ भने यो लामखुट्टे आएर टोकेर सुत्न नदिएर हैरान पार्या छ। यो लामखुट्टेलाई अहिलेसम्म चाहिँ मैले पड्काएको चाहिँ छैन। यसलाई पड्काउन मिल्ला कि नमिल्ला सर? यो विषयमा तँलाई म भोलि बताउँला, बुझिस्? हिजो बेलुका मेरो उत्तरै नदिकिन फोन काटिदिनु भयो। एउटा पनि लामखुट्टे नपड्काइकन रात काटेँ नि मैले। तर नि सर, गाउँमा मान्छेहरूले धमाधम बम पड्काइराखेका छन्। तपाईँ चाहिँ यहाँ आनन्दले पत्रिका पढेर बसिरहनु भएको छ होइन त? म त एउटा असल नागरिकको हैसियतले तपाईँलाई गोप्य सूचना दिउँ भनेर मात्रै आएको।
बाँकी त अब तपाईँकै कुरो हो नि होइन त? कहाँ पड्काइरहेछन् बम? हिँड्नु न मसँग, म देखाइहाल्छु नि। ल हेर्नु चाहिँ इन्सपेक्टर साहब त्यहाँ बम पड्काएको हेर्नु त सर। ल अघि मैले यहाँबाट हेर्दा हेर्दै त्यसले 3वटा बम पड्कायो। अहिलेसम्म त 5वटा बम पड्काइदिइसक्यो होला। ल अघि मलाई पनि एउटा बम दिएन भनेको त तेरा बाउले कमाएर राख्न दिएको छ वो भन्छ त। अनि यस्तालाई लगेर पुलिसले खोरमा राख्नु परेन त इन्सपेक्टर साहब। बिना सीतामा दुःख दिन्छस्? एक कप लिसन तिहारमा पटक्का पड्काउन नपाउने, तास खेल्न नपाउने, राति 10 बजे भन्दा उता देउसी भैलो पनि खेल्न नपाउने। त्यसो भए के डढेका सेलरोटी मात्रै चपाएर बसेर तिहार मनाउने? यस्तै बन्देजहरूले गर्दा हो लोप हुँदै गएका हाम्रा चाडपर्वहरू। अब तिहार पनि मनाउन नपाउने भनेर माइकिङ गरिदिनुहोस्, आनन्दै हुन्छ। के भनिस् अरे त फटाले? त्यही जिग्री सुन न, पुलिसले त पड्का नै पड्काउनु नदिने भयो रे, तिहारै नरमाइलो हुने भयो। वाउ, आलु बम पड्काइहालौँ न त त्यसो भए। ओके मैचेङ, यहाँ आगो बाल्ने कि अनि सल्काउँदै पड्काउन थाल्ने। ओके ओके। के गर्दैछौ तिमीहरू यहाँ? यहाँ मकै भुटेर खाने कि भनेर है। एउटा कुरा नि, गाउँमा पटक्का पड्काउन नपाउने भनेका छौँ। अवैध रूपमा पड्का भित्राउनेमा तेरो नाम छ। गाउँमा कतै पटक्का पड्केको थाहा पायो भने तेरो करङले दुःख पाउँछ, बुझिस्? अपोए, कानुनले वर्जित गरेको काम पनि मिस्टर जिग्रीले गर्छ होला त? होइन मैचेङ, अहिले म क्या सुध्रिसकेको भन्दै न सर। मेरो जिग्री त हिजो राति 11 बजेर 13 मिनटदेखि नै सुध्रिसक्यो। खै सुध्रे जस्तो त लाग्दैन मलाई। ओहो इन्सपेक्टर साहब, अचानक घरमै आइपुग्नु भएछ। केही त्यस्तो के गडबडी भयो कि? यो गाउँमा पड्का पड्काउनमा 1 नम्बर छ तपाईँको जिग्री, त्यही भएर निगरानी गर्न आएको म यसलाई। होइन तपाईँ चिन्तै नगर्नुहोस्, यसले पड्का पड्काउँदैन। यसले यदि पड्कायो भनेदेखि म यसलाई नै पड्काइदिन्छु। इन्सपेक्टर साहब, अब मेरो घरमै आइसक्नु भएछ। मलाई पनि साह्रै बदाम भुटेर खान मन लागेर बदाम लिएर आएको। अब यहाँ बदाम भुट्छ माकुरीले, अनि मजाले हजुर पनि खाएर जानुहोस् न। हुन्छ, तर अलिक छिटो चाहिँ गरौँ न त। एकछिन भइहाल्छ। माकुरी हजुर। खोइ छिट्टो हाँडी र कप्टेर ल्याउ त, यहाँ बदाम भुटेर खानु पर्यो। हस्। इन्सपेक्टर साहब, यो बदाम चाहिँ भुटेर भन्दा पनि काँचै खायो भने चाहिँ पौष्टिक तत्त्व पाइन्छ के, काँचै हान्दै। चुप लाग, काँचो बदाम खाँदा टाउको दुख्दैन? भुट्टो चुट्छन् त। हस् माकुरी, खोइ छिटो ल्याउ न। आए त कति कराउनु भएको। मम्मी, ग्यासमा भुटौँ। ग्यासमा भुटेको चाहिँ एकदमै मिठो हुन्छ के। चुप लाग, त मलाई सिकाउँछस्? आगोमा भुटेको छुट्टै स्वाद हुन्छ। इन्सपेक्टर साहब, मैले काँचो बदाम खाऊ भन्दा टाउको दुख्छ भन्नुभयो र अहिले भुटेको बदाम खान खोज्दा टाउको दुखेको। यो सिचुएसनमा म यहाँ बस्नु ठिक छ त? ठिक छ शुद्ध? तँलाई त आज म मार्छु होला। होइन होला। केटा हो
के गरिरहेछौ लाठी बोकेर? होइन सर, यहाँ देउसी खेल्ने कुरा भइरहेको, हाम्रो यो नखेल्ने भन्छ क्या त, खेल्नुपर्छ नि तिहारमा देउसी। बुढी, योपालि तिहारमा छुट्टी मिल्छ होला नि त हजुर? खै बुढी, टुङ्गो छैन। अस्ति दसैँमा नि आउनु भएन, मर्नु अगाडि आमाले नाति नातिना खेलाउने रहर छ भन्नुहुन्थ्यो। तपाईँको छुट्टी कहिल्यै मिल्ने होइन। छुट्टी होइन बुढी, अब राजीनामै दिएर घर आए पनि केही काम छैन। काग तिहार, काकु भन्ने च्वाचेले कागलाई यति तरकारी र भात चढाइदिनाले आजको छाक चाहिँ काका भतिजको गजबकै हुने भयो ल। अब कटेजमा लगेर मारी खाने हो, होइन? कसले कागलाई चढाएको भात चोरेर ल्याइस् त आब्रेले? खुब चोर्छ नि अर्काले चढाएको भात। उहाँ घरमा मनसुली चामलको भात आफैले पकाएर यमराजको दुध काग डाम्नुलाई खुवाउँ भनेर हिँडेको। एउटै कागहरू देखिँदैन नि त आज। कहाँ गए? ए पाडे, नौनी घर तँ छेउमा गइस् भने त बागमतीलाई पनि गनाउँछ। 2 महिना भोकै बस्ने भोकमरीले कागलाई भात खुवाउँछु भने हँसाउँछ। के रे भोकमरी रे? हे लिसन लिसन, एकैछिन सुन मेरो भाषण, एकैछिन सुन मेरो भाषण। 2-4 दिन तराई झर्दैमा तँ डाम्नुले बिर्सिस यो गाउँमा पाँडे राजाको शासन। यो यो नबोला भो कागलाई, तँ दिएको अनुहार देखे पनि काग यसै भाग्छ। तैँले दिएको खाना खाए बिचरा कागलाई पनि हैजा लाग्छ। तेरो तिहार भोलि हो जाम्ना, नगर आजै भाउ भाउ। लिसन लिसन, तेरो तिहार भोलि हो जाम्ना, नगर आजै भाउ भाउ। यो भातले काग जाम्नुलाई हैजा लागे, तै कुकुरलाई खुवाऊ। तिउन त मिठै पकाउँदो रहेछ हाब्रेले। खुसीको कुरो के छ भने अब कालेहरूको दिन राम्रो भएको छ। जति आफू कालो त्यति नै सुन्दरी भित्राउने पालो। हुन त यस्ता कुरा त जगल्टेलाई के थाहा? चुप गाबे, व्रत जान्ने हुन्छ। उहाँ यस्तै कपाल पाल्ने साधु बाबाहरूले लाइफ ड्यामेज भन्दा भन्दै बिहे गरेर लाइफ म्यानेज गरिसके। त हाँडी घोप्टे चाहिँ कालेका दिनहरू आयो भनेर मख परेर बस। सबै कालेहरूको दिन राम्रो हुँदा मेरो चाहिँ किन अँध्यारो भएको? हुन त दिउँसै ग्रहण लाउनेहरू छन् नि। साथीको नाममा कलङ्क, त्यो जिग्री भन्नेलाई मैले भेटौँ मात्र नचे। ओ यार, धेरै बस यार। भले मलाई थाहा छ पाण्डु, त मसँग रिसाइरहेछस्। घाँस छोड्नु तर साथीको साथ नछोड्नु भन्ने कुरो मलाई राम्रोसँग थाहा छ। मैले मुन्नीलाई मन पराएको होइन, मुन्नीले मलाई मन पराएको। मैले तँमाथि अन्याय गरेँ भन्ने फिल गरेर मैले मुन्नीलाई छोडिदिइसकेँ।
मैले तेरो र मुन्नीको सबै सेटिङ मिलाइदिइसकेको छु। तपाईँ मान हुनुहुन्छ जिग्री बरु। तपाईँको त्याग देखेर त हाम्रो देशको नेताहरूले सिक्नुपर्छ। भन्दो मुन्नीले तँलाई घरमा कुरिरहेछ जा। ए बुन्टु पुटुङ 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 बुन्टु पुटुङ 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 बुन्टु पुटुङ पुटुङ पुटुङ। मुन्नी म आए। बलु कति देर गर्नु भएको? तपाईँलाई कति कुरेर बसे? तिमीले कुरेर बसेको भन्ने थाहा पाउने बित्तिकै म मुटु फुट्ने तरिकाले दौडेर आएको नि। साँचो मायाको एक दिन अवश्य जित हुन्छ भन्थे हो रहेछ। मेरो मायाको जित भयो आज। स्वयंवर पनि आजै हो कि क्या हो? मुन्नी के गरिरहेछौ यो कलुवालाई यहाँ बोलाएर? मित बाबुजी आज कुत्ता तिहार, कतै खोज्दा पनि कुत्ता नभेटाएर मुन्नालाई एउटा कुत्ता मगाएकी थिए। उहाँले नै पठाइदिनु भएको। मैले त उहाँ कुत्ताको पूजा पनि गरिसके। कुती 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 आऊ। तो कुत्ताको काम सक्यो, भाग। यसै गरी गाउँका सबै कुत्ताहरूलाई तलाउनु पर्छ छोरी। बरु त्यो लाल ज्याकेटवालालाई नै बोलाएर पूजा गरिहाल। ए ज्यामादु के बौलाइस कि क्या हो? के गरिरह्यो? देखिनस् यहाँ भैँसीलाई पूजा गरिराखेको। काकु आज राति सपनीमा यो भैँसी आएर मसँग धेरै ठुलो गुनासो गर्यो। गाई र ममा के फरक छ भनेर धुरु धुरु रोयो। उहाँ पहिले पो राणा शासन पञ्चायतमा ठुलो भेदभाव थियो। अहिलेको वनतन्त्रमा के को भेदभाव भनेर कम्ता रोयो यो। म पनि घाँस खाने, गाईले पनि घाँस खाने। अझ गाईको भन्दा धेरै त दुध मैले दिने गर्छु। तर गाईलाई चाहिँ पूजा गर्ने, मलाई चाहिँ पूजा आज के पनि नगर्ने भनेर राति सपनामा आएर त बलिन्द्र धारा आँसु बगायो ल। अझ यसको त त्यो मोमोका जल्लमा त विशेष योगदान छ नि त। त्यही भएर यो भैँसीको गुनासोलाई सम्बोधन गर्दै मैले भैँसी पूजा गरेको। त फटालाई आफ्नो रीतिरिवाज परम्परा चाड पर्व हुन्छ जे पातै गरेछ, संस्कृति बिगारेछ। तेरा त नि म पक्लके हानेर
पुरै तनावमा हिँडेर आएको छौ त के भो तिहारमा मसँग देउसी खेल्ने चाहिँ कोही पनि छैन। मैच्याङ पनि म छैन तिमी र म देउसी खेल्ने। वाउ हो र? त्यसो भए म भट्ट्याउँछु, तिमी देउसी रे भन। मेरो घरबाट सुरु गरौ न त, हुन्न? ए भन मेरो भाइ हो। छिकु किन केही नबोलेको के? म तिम्रो भाइ हो। बोयफ्रेन्डलाई भाइ दिएपछि मेरो बोली फुट्छ? भन मेरो बेबी, भन मेरो कालु, भन न अनि पो देउसी रे भन्छु त। ल ल ए भन मेरो बेबी। देउसी रे। ए राम्ररी भन मेरो बेबी। देउसी रे। ए आखुम बाखुम। देउसी रे। ए सेलरोटी चाखम। देउसी रे। ए केराको खम्बा। देउसी रे। बेबी र म दुईजना जम्मा। देउसी रे। ए झिल्लिमिल्ली झिल्ला। बेबीलाई ज्वाइँ भन्न मिल्ला कि नमिल्ला? देउसी रे। ए रातो माटो। देउछोरी। भन मेरो बेबी। देउछोरी। राम्ररी भन मेरो बेबी। देउछोरी। ए तिमीहरूको देउसी बडो राम्रो रहेछ। त जुखुरी भन मेरो बेबी भन्ने, अनि त रतुवा चाहिँ देउ छोरी भन्ने होइन त? हजुर। त रतुवालाई मैले छोरी नदिएर के दिएदेखि हुन्थ्यो जस्तो लाग्छ? बडो गजबले दिन्छु तँलाई म छोरी, आनन्दले दिन्छु है त। केरा त नि केरा देउ छोरी। ल यो चाहिँ माननीय मुख्यमन्त्रीज्यूको घर हो। यहाँ चाहिँ एकदम राम्रोसँग देउसी खेल्नुपर्छ। ल ल गीताके राम्रोसँग भट्या भट्टा मै भट्याउनु ल त ल ल मजाले भन्ने है। ल आहै भन मेरा भाइ हो देउसी रे। आहै राम्ररी भन देउसी रे। आहै स्वर मिलाइकन देउसी रे। आहै स्वर मिलाइकन देउसी रे। मुख्यमन्त्रीज्यू नमस्कार। नमस्ते नमस्ते। देउसी खेल्न आउनु भयो होइन? ल खेल्नु। आहै तपाईहरू गाडीमा देउसी रे। आहै युवा जति खाडीमा देउ रोजगार। आहै तपाईहरू चमत्कारी देउसी रे। आहै कहाँ लुके बलात्कारी देउ न्याय। आहै नेताका सन्तान देउसी रे। आहै बोर्डिङ स्कुल धाउने देउसी रे। आहै जनताका छोराछोरी देउसी रे। आहै पढ्न नपाउने देउसी शिक्षा। आहै पढ्न नपाउने देउसी शिक्षा। आहै जनता के भन्छन् रोक्देऊ भ्रष्टाचार। आहै जनता के भन्छन् देउ रोजगार। आहै जनता के भन्छन् देउ न्याय। आहै जनता के भन्छन् देउ शिक्षा। आहै जनता के भन्छन् देउ स्वास्थ्य। आहै जोडाले भन देउ विकास। आहै जोडाले भन देउ विकास। आहै एकछिन होइन, यो तिहारको समयमा पनि यो तपाईँले के मागिराख्नु भयो? बरु सिधा माग्नुहोस् न, सिधा लिएर जानुहोस्। हामीलाई सिधा चाहिँदैन मन्त्रीजी। हामीले यो देउसी मार्फत जे कुरा मागेका छौँ त्यो नेपाली जनताको माग हो, त्यसलाई पुरा गरिदिनु होला। बरु सिधा नदिकन तपाईँलाई हामी एउटा आशिष दिएर जान्छौँ। यो देउसी मार्फत मागेका सबै कुराहरू पुरा गरिदिनु होला र अर्कोचोटि देउसी खेल्न आउँदा यस्तो गुनासो गर्नु नपरोस्। कुरो यति हो। हजुर वरिष्ठ हस्त नमस्ते। मैले कहीँ सोच्दाखेरि यस्तो लाग्छ कि राजनीति त धेरै गरिएछ, तर जनताको नेता चाहिँ भन्न सक्दैन। हेलो, घरमा को हुनुहुन्छ होला? लिसन घरमा भन्दा नि म यता भट्टाबारीतिर थिएँ। तपाईँहरू के कति कामले आउनुभयो होला? देउसी खेल्न आएको बाजे। खेल्न आएको भनेपछि यो एउटा खेलकुद हो, मैले त्यसरी बुझ्नु पर्यो। फुटबल भलिबल क्रिकेट जस्तै त खेल होला नि, होइन त? त्यस्तो खेल होइन के बाजे, तिहारमा देउसी भैले खेल्छन् हो, त्यही हो। खेल्ने भन्ने बित्तिकै यो खेल त हो नि।
अनि यो देउसी भैलो खेलमा चाहिँ कतिजना खेलाडी हुन्छन्? देउसी भैलो भन्ने बित्तिकै यतिजना उतिजना भन्ने नै हुँदैन नि, जतिजना पनि खेल्न सकिन्छ। त्यस्तो पनि हुन्छ काहीँ? फुटबल खेलमा 11 जना खेलाडी हुन्छन्, भलिबल खेलमा 6 जना खेलाडी हुन्छन्। अब 6 जना खेलाडीले खेल्न पर्ने ठाउँमा 13 जना खेलाडीलाई खेल्न छिरायो भनेदेखि परिणाम के होला? त्यो त थाहा छैन अब। ल ल ल यो त थाहा रहन्छ, ठिकै छ। अनि बाबुहरू अब यो देउसी खेलको नियम कानुनहरू चाहिँ के हो त? ल नियम त कहाँ थाहा छ त? जस्तो देउसी खेल्दै जाँदाखेरि फल भयो भने येल्लो कार्ड दिने कि कुन कार्ड दिने? अन्तिममा पेनाल्टी सुटआउटबाटै खेलको टुङ्गो लाग्छ कि के हुन्छ? ए यसो त केही पनि थाहा छैन। ल ल ठिक छ ल, यो पनि थाहा रहन्छ, ठिकै छ। तर नेपालको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा पहिलोचोटि देउसी खेल्ने राष्ट्रिय खेलाडी को हो? अनि देउसी खेलबाट नेपालले ओलम्पिकमा कति सालमा भाग लिएको थियो? यस्तो केही पनि थाहा छैन क्या बाजे। के पनि थाहा छैन रे? केही थाहा नहुने मान्छे किन जान्ने भएर खेल्न हिँड्या? खेलको नियम थाहा छैन, कतिजना खेलाडी हुन्छन् भन्ने कुरो थाहा छैन, हावा न चावासँग देउसी खेलिदिने? तिमीले कसले पठाएको? पठाउनु त बलिराजाले पठाएको नि। ठिक बलिराजा भनेपछि त यो देउसी खेलको आयोजक रहेछ होइन त? अनि यो कुन संस्थासँग आबद्ध छ नि? उता आइसिसी कि पिफा? कस्तोकोमा खेल्न आइएछ। ल जाउँ। जाम्नाहरू हो त। अब खेलाडीहरूलाई खेलको आयोजकै थाहा रहन्छ। नेपालको खेलकुद उँभो लाग्न नसकेको मुख्य कारणै पत्ता लागिगयो नि। ल पाडे आयो है हामी चाहिँ। मेरियामै नि घाँटीमा पहेँलो माला लगाएर लट्ठी सट्ठी बोकेर हुल बाँधेरै मेरो दरबारमा प्रवेश गर्नुभएछ कि कति कामले होला? तिहारमा के कामले आउँछन्? के त भन्दाखेरि आखिरमा हो नि त देउसी खेल्न आएको नि। देउसी खेल्न आएको? ए लिसन अब देउसी खेल्न आइसकेपछि देउसी खेल्ने ग्रुपलाई मनग्जे दान दक्षिणा दिन परिगयो। अब फेरि नेपाल सरकारले चाहिँ आर्थिक कारोबार गर्दाखेरि ब्याङ्किङ प्रणालीबाट मात्रै गर्नु भनेर भनेको छ। फेरि तपाईँहरूसँग भ्याट, प्यान, ब्याङ्क खाता छ कि छैन होला? के कुरा गर्छस् है ज्यामादुत? देउसी खेल्नलाई पनि प्यान, भ्याट, ब्याङ्क एकाउन्ट भन्ने हुन्छ? ल ठिक छ, मेरो प्यानमा पनि दर्ता छ, भ्याटमा पनि दर्ता छ, ब्याङ्क एकाउन्ट पनि छ। अरू केही चाहियो? पर्किरै पुर्याएर आएको हो भने त खेलौँ। वर्ष दिनको चाडमा एकचोटि आउने हो। भट्यौ लाला भट्टे आगी ताङ्गे। हजुरको गानीमा नाच्दै र गाउँदै आयौँ, वर्षैमा दिनको चाडबाड सम्झेर, वर्षैमा दिनको चाडबाड सम्झेर। ल तिमीहरू देउसी खेल्दै गर, अब म दान दक्षिणाको तयारी गर्छु है त। दिनको चाडबाड सम्झेर, ए झिलिमिली देउसी रे, आहै केकको झिलिमिली देउसी रे, आहै फुलको झिलिमिली देउसी रे, आहै बत्तीको झिलिमिली देउसी रे, हिमाल चुली पल्लोपट्टि छङछङ गर्ने खोला भन मेरा भाइ हो देउसी रे। ए राम्ररी भन देउसी रे ज्यामादुत। यहाँ यत्रो देउसी खेलिरहेछन्, देउसीलाई सिधा दिन छोडेर त त्यहाँ के गर्दैछस्? ल त्यही देउसीलाई सिधा दिनको लागि भनेर त म यो घरमा आएर देउसी खेलिराखेको छु त। अब यो घरबाट दान दक्षिणा स्वरूप अलिअलि द्रव्य आयो भनेदेखि म मेरो खल्तीमा नहालिकन तिमीहरूलाई ल्याएर हातै बुझाइदिउँला, भएन? ए भन मेरा भाइ हो देउसी रे। ए राम्ररी भन देउसी रे।
भन मेरा भाइ हो ए राम्ररी भन चाङ्लो बरु यो पालि हामी देउसी नखेल्ने चाहिँ यस्तो कन्जुस गाउँ छ 1 रुपियाँ झार्दैन। चुप लाग आपे तिहारमा देउसी नखेल्ने भन्ने कुरो हुन्छ खेल्ने नि। यता सुन त्यो अस्ति भर्खर विदेशबाट आएको राई सोल्टी छैन त्यसले विदेशबाट टन्न कमाएर लिएर आएछ कि भरे बेलुका त्यसको घरमा खेल्नु पर्छ लोड झर्छ क्या। सुरु गरौँ होइन? सुरु आहै भन मेरा भाइ हो देउसी रे आहै राम्ररी भन देउसी रे आहै घोडा बाज्ने तबेला देउसी रे आहै हामीलाई भयो अबेला देउसी रे आहै भैँसी। होइन हौ आउनु पाएको छैन के को अबेला अबेला भनिरहेको हौ। यहाँ मात्र खेल्ने हो र गाउँैभरि खेल्नुपर्ने छ हामीले। त्यही पनि लामो देउसी खेलेर चाहिँ के न फलिफाप हुने पनि होइन। छिटो दक्षिणा निकालौँ न हामीलाई हतारै छ क्या। बहिनी देउसी टोलीलाई साह्रै हतारो रहेछ। करैमा देउसी रे ए लक्ष्मीले देउसी रे ए बासै गरुन् देउसी रे ए अहिले आउँदा देउसी रे ए टिनको छानो देउसी रे ए अर्को वर्ष आउँदा देउसी रे ए सुनको छानो देउसी रे ए इच्छा मनको देउसी रे ए सिद्ध होस् देउसी रे ए मङ्गल सधैँ देउसी रे ए रहिरहोस् देउसी रे। साङ्लो बर अब आशिष सक्यो टप्पटी पनि घरतिर लाग्यो। चुप लाग आँपे यति छोटो आशिक दिएर हुन्छ? तेरो पो आशिक सक्यो होला त मेरो त आशिक बाँकी छ नि त। जसो मोसनमा आशिक चाहिँ अलिक लामो दिनुपर्छ क्या। आहै यसै घरमा देउसी रे लक्ष्मीले देउसी रे बासै गरुन् देउसी रे बासैमा गरुन् देउसी रे यो साल आउँदा देउसी रे तिनैको छानु देउसी रे अर्को साल आउँदा देउसी रे सुनैको छानु देउसी रे यसपालि आउँदा देउसी रे लक्ष्मीलाई देउसी रे खरै बाहिर देउसी रे देख्न पाइयो। मम्मी मलाई निन्द्रा लागेको भित्र छिटो हिँड्नुहोस् त। एक कारमा हामीलाई अलमल लाएर हामीले यहाँ मात्र खेल्नु छ देउसी अन्त जानु पर्दैन हामीलाई। त्यही त जान्छन् चाहिँ हाम्रो लाने चलन छैन हामी मान्ने होइन। बच्चा छ भनेर भाइ फोन चाहिँ गर्दै गर है। परदेशी ने मन मेरो थिएन। दिदी पहिलो पटक तेरो हातको भाइटिको लाउन पाइन। चाडपर्वको बेला विदेशिएका नेपालीहरूको पीडा महसुस गर्दैछु र तँलाई यो परदेशबाट एकदमसँगले मिस गर्दैछु दिदी। भाइ